सा एक साया है तेरी नजरों ने दिल का किया। हेलो साथीहरू, नमस्ते। झोरले हजुरहरूलाई स्वागत छ मेरो अर्को नयाँ दिन र नयाँ भ्लगमा। अहिले चाहिँ म मासतिर जान लागेको। अटो आएको छैन, सो म चाहिँ अटोमा जान्छु। अटो चाहिँ यहाँ आइसकेको छ। स्कुलमा है अङ्कल? हजुर। म चाहिँ हिँडिसकेँ। अब नानीलाई लिन आएँ त। अब लास्टसम्म भिडियो कस्तो हुन्छ नगरिकन हेर्दै जानु होला है त। म चाहिँ यहाँ माथि आइसकेँ मन्दिर। म चाहिँ फलफुल चोकमा आइपुगिसकेँ। कि माथि नै पुऱ्याइदिनु भयो सिमाबी? हजुर। यो चाहिँ हो फलफुल चोक, कावासतीको फलफुल चोक। हेर्नुहोस् हाम्रो कावासती बजार कस्तो छ। फाइनली साथीहरू स्कुलमा आइपुगेँ म। गेट त बन्दै पो रहेछ, 2 पनि बजेको छैन रहेछ साथीहरू। अहिले चाहिँ म स्कुलमा आइपुगिसकेँ तर गेट बन्द भयो। अब गेट कतिखेर खोल्ने हो त्यसपछि म भित्र जान्छु है त। अनि म नानीलाई लिएर आउँछु, त्यसपछि फेरि तल जान्छु। आउँदा जाँदा गर्दा गर्दा अटो भाडा तिर्दा 120 रुपियाँ सकिन्छ मेरो दिनमा। फाइनली साथीहरू म चाहिँ स्कुलभित्र छिरिसकेँ। यस्तो दामी छ नि यो फुल स्कुलमा। म चाहिँ यहाँ आइसकेँ। नानी चाहिँ त्यहाँ यसरी सुतेर बसिरहेको रहेछ। खुसी भयो। बिहान आउँदा यस्तो जाडो भएको थियो, अहिले यस्तो टन्टापुरी घाम चड्के। चोको चोको खानु पर्यो रे, कहाँ छ फेरि? चेन लगाऊ। बिहान किनेको हो? भनेर राखेको हो? भोक लागेर अनि त्यसले अगाउँछ त? अगाउँछ। अनि के पढ्यो त आज? ल्याउ त्यो। हो? आम्मा, अनि के भन्नुभयो त म्यामले? हो? ल ल साथीहरू, अहिले चाहिँ यस्तो घामले पोले हावा पनि चले। अब चाहिँ म सिधै जान्छु नानीलाई लिएर तल घरमा। म चाहिँ अहिले तल घरमै छु नि त। कति 2 हप्ता जति भइसक्यो म तल घरमा बसेको। अब एकैचोटि आइतबारतिर चाहिँ म रुममा आउँछु होला। ल भन। हामी चाहिँ होटलमा आइपुगिसक्यौँ।
एक हाफ होइन 1 प्लेट भन न। 1 प्लेट मोमो। छोड्दै यहीँ बस्ने हो। हाम्रो चाहिँ मोमो आइसक्यो फाइनली। फर्स्ट बाइट यो चाहिँ चिकन मोमो हो। तातो हेलो गाइस नमस्ते दुईले आज स्वागत छ मेरो मोमो आइसक्यो मामु चटनी जोडेर खाइसक्यो आज चाहिँ अनि मोमो रायो पनि हुन्छ अनि ग्यासमा घर अनि घर गएपछि यति बन्छ साथीहरू हामी चाहिँ मोमो खाएर नि निस्किसक्यौँ। खाजा खाएर अहिले चाहिँ यो प्याक गरेर तल मम्मीलाई लिएर गइदिनु लागेको। अब चाहिँ हामी यहाँदेखि त्यहाँ तलसम्म हिँड्दै जान्छौँ अनि त्यसपछि अटोमा जान्छौँ अनि तल गएपछि भेट्छु है त एकैचोटि। आइया कस्तरी ठोक्यो। हरामी नराम्रोसँग ठोकेको साथीहरू बोतलले ठ्वाङ पारेर हड्डीमै। हामी चाहिँ बजार लाइनको बाटो जाँदैछौँ अहिले चाहिँ हिँड्दै। आमामामा कत्रो नराम्रो कुकुर हो। त्यता चाहिँ बजार हो साथीहरू। आज चाहिँ बजार छैन, भोलि शनिबार, भोलि चाहिँ बजार लाग्छ। अब चाहिँ एकैचोटि तल गएर भेट्छु है त। चाहिँ अब रोडमा आइसकेँ मैले चाहिँ। अब हामी अटोमा जान्छौँ। अटो चाहिँ कहाँबाट आउने हो भन्दा त्यता चोकबाट आउने हो। सानो यता आऊ न। ल फाइनली साथीहरू म चाहिँ घरमा आइपुगिसकेँ। हामी चाहिँ अटोमा आएको अनि आजको भिडियो चाहिँ यति नै। हजुरहरूलाई भिडियो कस्तो लाग्यो, मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ अवश्य पनि नबिर्सिनु होला है त। अब भेट्छु म अर्को नयाँ ब्लगमा।